अन्य भाषा कस्तो भाषा हो? अब अन्य भाषा कस्तो भाषा हो यो कुरा मण्डली जगतमा विवादित नै छ। कोही संसारकै भाषा हो भन्ने अडानतर्फ छन् भने अरू स्वर्गीय भाषा हो भन्नेतर्फ छन्। दुवै पक्षमा फेरि गवाही र साक्षी पाइन्छ। अन्य भाषा सम्बन्धी पुस्तकहरूमा पनि संसारमा भएका भाषाहरूमा सुनिएको घटनाहरू उल्लेख छन्। अक्सर मण्डलीमा कसैले अन्य भाषा पाउँछन् भने त्यो नबुझ्ने भाषा नै हुन्छ। तसर्थ यसबारे हामी खुला हृदयको चाहिँ हुनैपर्छ र दुवैतर्फको तर्कलाई स्वागत गर्नुपर्ने हुन्छ। तर संसारिक वा स्वर्गीय जुनसुकै भए तापनि अनुवाद गर्ने कोही नभएमा बोल्ने व्यक्तिले व्यक्तिगत रूपमा नै यसको प्रयोग गर्नु भनी पावलले सल्लाह दिन्छन्। किनकि नबुझिने भाषामा बोलिएको हजारौं शब्दहरू केही मूल्यको हुँदैन। बरु त्यो भन्दा त बुझिने भाषामा नै 2-4 शब्द पर्याप्त हुन्छ। यही कुरा पावल गर्छन्। उनी अन्य भाषाको विरोध कदापि गर्दैनन्, तर यसको सदुपयोग भएको मात्र उनी इच्छा जाहेर गर्छन्।